हाई एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि अहिले चाहिँ हाम्रो एरियातिर चाहिँ सन्ता मरियाको एकदमै धेरै फेस्टा चलिरहेको छ। सुरुमा चाहिँ तपाईँलाई म के सुनाउन चाहन्छु है त। तपाईँहरूले साउन्ड सुनि नै सक्नुभयो। यति भइसके पछाडि घरमा बस्ने वातावरण केही पनि छैन साथीहरू। न त सुत्न दिन्छ न त के गर्न दिन्छ। साथीहरू पड्काएको छ, दिमाग खराब भइसक्यो साथीहरू। अनि त्यस पछाडि अब बाहिर निस्किनु पर्यो, घरमा बस्ने माहौल त छैन होइन। अनि त्यस पछाडि हामी श्रीमान र श्रीमती दुवैजना मिलेर तल निस्क्यौँ। अनि तपाईँले देख्न सक्नुहुन्छ है, यतिखेर चाहिँ त्यति साह्रो मान्छेहरू चाहिँ थिएन। अनि जब साँझ पर्दै गयो तब चाहिँ मान्छेको चाप पनि यति धेरै बढ्दै गयो। किनभने यो सन्ता मरिया भनेको चाहिँ त्यो सबै ठाउँमा मालदाभरि नै नमनाउँदो रहेछ, एरिया वाइज चाहिँ हुँदो रहेछ है। त्यो भएको कारणले गर्दा तर हाम्रो एरियामा चाहिँ भयो यो चाहिँ। अनि हल्का साँझ पखाएको, तर त्यति साह्रो चाहिँ होइन। कति अराउन्ड कति बजेको त्यो मैले खासै घडी पनि हेरिनँ। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो मान्छेहरूले चाहिँ पुरा रेडी गर्छ क्या भरेको लागि, पड्काउनको लागि हो। अनि यति साह्रो गर्मी छ। अनि चाहिँ म चाहिँ सोच्दै बस्थेँ कि आमा यति साह्रो गर्मी छ, यो मान्छेहरूलाई चाहिँ कति काम गर्न मन लागेको, कस्तो झ्याउ पनि नलागेको भनेर सोच्दै थिएँ कि अब हुन त अब आफ्नो फेस्टिभल मनाउन त उनीहरूलाई अब जसलाई पनि राम्रै लाग्छ है। अनि त्यस पछाडि हामी एक राउन्ड घुमाउँ भनेर हिँडेँ। अनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ कस्तो राम्रो देखेको यो चाहिँ हाम्रो एरियाको यतापट्टिको चर्च हो साथीहरू। अनि त्यस पछाडि तपाईँहरूले जुन यो राउन्ड देखिराख्नु भएको यो सबै पटाका है, यो सबै पड्काउँछ भरेको दिनमा। अनि अब हल्का साँझ भयो, तपाईँले मानिसहरूको चाप चाहिँ तपाईँले देख्न सक्नुहुनेछ है यहाँ। अनि त्यस पछाडि मान्छेहरू चाहिँ बिस्तारै बिस्तारै एकदमै भरिँदै गए। हामी पनि भिडियो बनाउँदै, आजकल चाहिँ साथीहरू मलाई भिडियो बनाउनु चाहिँ अप्ठ्यारो लाग्दैन क्या, पहिला चाहिँ अप्ठ्यारो लाग्थ्यो। अनि तपाईँले देख्न सक्नुहुन्छ सबै यो खानाको भिडमा साथीहरू अब सबैले खाए पछाडि मैले नखाने कुरा हुँदैन साथीहरू। टक्क लाएर मैले पनि खाना अर्डर गरेँ। अनि त्यस पछाडि अर्डर गरेर टुई लाएर म अब बसेर टक्क लाएर खाने ठाउँ त खोज्नु पर्यो। अनि ब्लग बनाउँदै साथीहरू है, अनि भ्लग बनाउँदै अब खाजा खानु पर्यो। नि एउटा पार्क हामीले भेटायौँ। अनि त्यस पछाडि चाहिँ खाना सुरु गरेँ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ खाना के रहेको छ। अनि त्यस पछाडि अब सबै भइसके पछाडि राति हेर्नु पर्यो। यो चाहिँ अराउन्ड तपाईँको 10 बजेनिर हो राति। हामी चाहिँ बुढा र बुढी गयौँ यो भ्यू हेर्नको लागि, कस्तो रहेछ त। अनि मेरो श्रीमान चाहिँ फुल वाटर क्यामेरा सबै सेटअप छ। अनि अलिअलि पड्काउन सुरु गर्यो है साथीहरू है, तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अनि त्यस पछाडि चाहिँ अलिअलि जब उनीहरूले पड्काउन सुरु गर्छ, अनि पड्काउन सुरु गरिसके पछाडि हामी त्यो हेर्दै इन्जोय गर्दैछौँ। मैले यो साउन्ड चाहिँ मैले सुनाएन साथीहरू, किनभने यो साउन्ड सुन्ने बित्तिकै मलाई अब दिगदार लाग्छ कि अब अलिकति भएको त ठिकै, पड्कायो यति दिमाग खराब गराउँछ नि साथीहरू, हामीलाई मात्र थाहा छ क्या। अनि त्यस पछाडि चाहिँ अनि यो पड्काउँदै गर्दा होइन, यो साउन्डहरू सुन्दै गर्दा यति साह्रो अँध्यारो भइसकेको थियो। अनि मलाई एकदमै निन्द्रा पनि लागेको थियो, तर पनि साथीहरू सुत्न त दिँदैन नि त। अब यो हेर्दै बस्यौँ दुवैजना कुराकानी गर्दै है। अनि अब झ्याउ त लायो, अब झ्याउ लाएर पनि के गर्नु, अब यस्तो दृश्यहरू हामीले पहिला चाहिँ देखेको थिएन। पहिला चाहिँ म यो एरियामा थिएन, अर्को एरियामा बस्ने बेलामा चाहिँ यस्तो खासै मैले हेरेको थिएन। हुन त यहाँ आएको पनि धेरै भएको छैन, त्यो भएको कारणले गर्दा पनि होला साथीहरू। अनि त्यस पछाडि म तपाईँहरूलाई एउटा एकदमै खतरा चिज म देखाउँछु है त, एकैछिन रोक्नुहोस् है त। देख्नुभयो त, मलाई त्यो चिज यस्तो राम्रो लाग्यो नि साथीहरू। अनि त्यस पछाडि उनीहरू स्टप गरेन, यो चाहिँ अब अन्तिम हुने बेलामा है साथीहरूले यसरी पड्काए साथीहरू। अनि त्यस पछाडि अब चाहिँ अति नै भयो, म यो साउन्ड सुन्न सक्दिनँ, मेरो कान नै पाक्यो भनेर म मेरो हस्बेन्डलाई है जाउँ कि जाउँ भन्छु, मेरो साथी मान्दैन साथीहरू, यति अटेरी हुन्छ साथीहरू है।
अनि लु अब त भएन, अब त म घर लाग्छु भनेर अनि त्यस पछाडि लाग्ने क्रममा फेरि पड्काएँ गरेँ कि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। यति साह्रो पड्काए पछाडि मान्छेलाई घर जान मन लाग्छ त लाग्दैन नि साथीहरू होइन। अनि त्यसपछि लु त अब भनेर एकछिन समय बस्यौँ साथीहरू है। अनि खोइ यहाँको मान्छेहरू चाहिँ के एकदम धेरै मनाउँदो रहेछ क्या साथीहरू, के मनाउँछ हामी आफूलाई थाहा हुँदैन है। अनि साथीहरू यति नै हो होइन। अब कति धेरै छ, मैले चाहिँ यति मात्र एडिट गर्न सकेँ, योभन्दा म एडिट गर्न सक्दिनँ, यो साउन्ड सुन्न सक्दिनँ भनेर साथीहरू म चाहिँ घरतिर आएर सुत्न सुरु गर्छु भनेको साथीहरू के सुत्न दिनु, राति बिहानको 3 बजीसम्म पड्काएर सुत्नै दिएन साथीहरू। लु त यहीँ समाप्त।